हेलो एभ्रिवान, आज चाहिँ मैले आँपको अचार बनाउने भिडियो बनाएर लिएर आएको छु। अहिले चाहिँ हामी ठ्याक्क आँपको बोटामा चढेर आँप झार्दै हुनुहुन्छ दाइले चाहिँ, म भुइँमा बसेर भिडियो गरिरहेको छु। हामीले एक धोक्रो आँप पनि टिपिसक्यौँ, धोक्रो पनि हालिसक्यौँ। अब हाम्रो घर जाने कार्यक्रम। घर गएर सकेपछि आधी हामीले पानीमा पखाल्दै काट्ने तयारी गर्यौं। फाइनली हामीले आँप काटिसक्यौँ। अब आँप काटिसकेपछि हामीले अब सुकाउने कार्यक्रम गर्दैछौँ। भाउ त्यहाँ चाख्दै हुनुहुन्छ। फाइनली हामीले अचार बनाइसक्यौँ। अब आजभोलि हामीले खाना पनि लगाइसक्यौँ। हजुरलाई कतिको मनपर्छ आँपको अचार लाइक कमेन्ट गर्न नभुल्नु होला। थ्याङ्क यू।